लिएर आएका छौँ। यो महान रोग हो, यो हामीले चाहेर पनि हटाउन सक्दैन। जन्मको दुःख हामीले अब चाहेर निवारण गर्न सकेनौं, त्यो पीडा हामीले भोग्नै पर्छ। मृत्युको महान कठिन जुन पीडा छ, जुन दुःख छ, त्यो पनि हाम्रो हातमा छैन। कतिखेर कहाँ गएर कुन भूमिमा यो शरीरलाई चलाइदिनेवाला तत्त्व उडेर जान्छ, त्यो हामीलाई थाहा हुँदैन। त्यही भएर वेदले भन्छ, अन्ते नारायण स्मृति। हे प्राणी, तिमी हर हमेशा अन्तिम क्षणमा भगवानको चिन्तन गर, ईश्वरीय तत्त्वलाई स्वीकार गर, ईश्वर प्रति आत्मसमर्पण भावले कर्म गर, अनि कायेन वाचा, शरीरद्वारा, मनद्वारा, कर्मद्वारा अब तिमीले हर हमेशा ईश्वरको चिन्तन गर, नारायणको प्रति मूर्ति विग्रहको स्मरण गर भन्छ। त्यो अन्त्य नारायण स्मृति हामीलाई किन भनेर अब सम्झाइदियो भने, हे प्राणी, तिम्रो शरीर कतिखेर जान्छ थाहा छैन। अब हामीले सोचौँला फेरि अन्त्य नारायण स्मृति भनेको वृद्ध हुनुपर्छ, लौरो टेक्ने अवस्थाले हिँड्नुपर्छ, त्यो अन्तिम समयमा नै ईश्वरलाई सम्झिने हो भनेर हामीले चिन्तन गरौँला। हामीलाई के थाहा त्यो लौरो टेक्ने उमेर हामीलाई आउँछ कि आउँदैन? कसैलाई ज्ञान छ उमेरको? छैन। जन्म मृत्यु जरा व्याधि, यो मृत्यु पनि हाम्रो बसमा रहेनछ। हर कुनै पनि समयमा मृत्यु आउन सक्छ। अब यो मृत्युलाई जानेर तिमीले हर सेकेन्ड तिम्रो अन्तिम हो, हर समय तिम्रो अन्तिम हो। त्यो अन्तिमलाई जानेर तिमीले ईश्वरको चिन्तन गर। जराहा भनेको वृद्धत्व, जन्मेको दुःख हामीले निवारण गर्न सकेनौं, मृत्युको कठिनै पीडालाई हामीले भोग्नु पर्यो। जरा भनेको वृद्ध हो, त्यो शरीर सधैँ युवा भएर बस्दैन। हामीले चाहेर वृद्ध बन्ने हो र? चाहेर हामी युवा बनेरै अगाडि बढ्ने हो र? होइन नि त। यो शरीर परिवर्तनशील छ। यो परिवर्तनशील शरीर परिवर्तन हुँदै जान्छ। शैशव अवस्थामा रहेको बालक आज वृद्धत्व प्राप्त गर्छ। हेर्नु, यो नभई सुखै छैन।